नमस्कार, टुडे न्युजमा स्वागत छ। म एन्जल। सुरु गरौँ आरतीको हत्यारालाई कारबाहीको माग गर्दै माइत पक्ष काठमाडौँमा धर्नामा उत्रेको प्रसङ्गबाट। धनुषामा रहस्यमय मृत्यु भएको आरती शाहको न्यायको माग गर्दै माइत पक्षले काठमाडौँको माइती घरमा धर्ना सुरु गरेका छन्। छोरीको हत्यारालाई कडा कारबाहीको माग गर्दै बुवा आमा सहित परिवारजन शनिबारदेखि धर्ना सुरु गरेका हुन्। गत जेठ 7 गते साँझ जनकपुरधाम उपमहानगरपालिका 9 थापाचोक बस्ने मोती बाबु शाहका श्रीमती 24 वर्षीय आरतीको रहस्यमय मृत्यु भएको थियो। झण्डै 2 वर्ष अघि मात्र बिहे भएको आरतीको हत्या भएको माइत पक्षले दावी गर्दै आएको छ। नगरायण नगरपालिका 8 खिरखिरियाका विनोद शाहकी छोरी आरतीको 29 असार 2078 मा साबिक धनुषाका मतलेश्वर बस्ने र हाल जनकपुरधाम उपमहानगरपालिका 9 बस्ने मदन मोहन शाहका छोरा मोतीबाबुसित सामाजिक परम्परा अनुसार विवाह भएको थियो। त्यति बेला 25 लाख रुपैयाँ खर्च गरी आरतीको विवाह माइत पक्षले गरेका थिए। पछि आएर थप दाइजो माग्ने र त्यसको लागि पटक पटक झै झगडा तथा कुटपिट जस्ता यातना आरतीलाई दिँदै आएको र अन्त्यमा हत्या नै गरेको माइत पक्षको दावी छ। धनुषा प्रहरीले हत्यारालाई जोगाउन खोजेको भन्दै माइत पक्ष काठमाडौँ पुगेर प्रदर्शन थालेका हुन्। निष्पक्ष अनुसन्धान र दोषीमाथि कारबाहीको माग परिवारजनको छ। पीडित परिवारले कुटपिट गर्न धनुषाका एएसपी विश्वराज खड्का र डीएसपी वेद प्रसाद गौतमलाई निलम्बन गरी कारबाही जिल्ला न्यायाधीश वक्ता पोस्टमार्टममा संलग्न डाक्टरमाथि अनुसन्धान गरी कारबाही हत्याको सीआईबी जाँच लगायत 6 सूत्रीय माग परिवारजनले गरेका छन्। सर्वाधिक अनियमितता हुने आरोप लाग्दै आएको संसदीय विकास कोषको नाममा मध्य प्रदेश सरकारले फेरि बजेट विनियोजन गरेको छ। आर्थिक वर्ष 2078-79 मा संसदीय कोषको रकम समयमै खर्च हुन नसक्दा त्यसको भुक्तानी अझै हुन सकेको छैन। सभासदहरूले पाउने सम्पूर्ण बजेट उपभोक्ता समिति मार्फत खर्च हुने गरेको छ। तर त्यो रकम अनियमितता गर्न असार महिनाको अन्त्यतिर खर्चिने र त्यसको भुक्तानी समेत समयमा हुन नसकेको देखिन्छ। संसदीय विकास कोषलाई निरन्तरता दिँदै आगामी आर्थिक वर्षमा 2 अर्ब 35 करोड बजेट विनियोजन गरिएको छ। मध्य प्रदेशका आर्थिक विज्ञहरूले संसदीय कोषको नाममा बजेट विनियोजन नगर्ने सरकारलाई सुझाव दिएको थियो। अर्थ मन्त्रालयले बर्दिवासमा आयोजना गरेको बजेट सम्बन्धी छलफलमा अर्थविदहरूले संसदीय विकास कोष हटाउन सुझाव दिए पनि सरकारले त्यसलाई आत्मसात गरेको देखिएन। प्रदेशका निर्वाचित सभासद 64 जनालाई जनही 3 करोडको दरले 1 अर्ब 92 करोड र 43 जना समानुपातिक सभासदलाई जनही 1 करोडको दरले 43 करोड गरी 2 अर्ब 35 करोड रकम विनियोजन गरिएको छ। राष्ट्रिय योजना आयोगका पूर्व सदस्य समेत रहेका अर्थशास्त्री डाक्टर सुरेन्द्र लाभले संघीय सरकारको नक्कली गरी मध्य सरकारले संसदीय कोषमा रकम विनियोजन गर्नु आर्थिक अनियमिततालाई निरन्तरता दिनु रहेको बताए। समयमा काम सम्पन्न गरी निर्धारित समयभित्र भुक्तानी हुन नसकेको रकम अर्को आर्थिक वर्षमा भुक्तानी गर्नु भारी आर्थिक अनियमितता हो। उनले भने मध्य प्रदेशमा गलत तिथि बसालेर आर्थिक अनियमितता भइरहेको छ। अर्थ मन्त्रालयले कार्यक्रममा लागि क्यालेन्डर बनाउने र सो अनुसारको मितिमा काम हुन नसके योजना नै रद्द गरिने अत्यन्त प्रशंसनीय पक्ष रहेको उल्लेख गर्दै डाक्टर लाभले भने तर त्यो कार्यान्वयनमा राजनीति गर्न हुँदैन। मध्य प्रदेश सरकारले विगतमा सम्पन्न गरेका सडक लगायतका कामहरू र आगामी दिनमा गरिने कामको यथार्थ विवरण बजेटमा समावेश नहुँदा सरकारको उपलब्धिलाई तुलनात्मक विश्लेषण गर्न नसक्ने उनले बताए। आवश्यकता अनुसार बजेटको बाँडफाँड हुनुपर्ने थियो उनले भने तर बजेट नेता र कार्यकर्ता मुखी रहेको छ। मध्य प्रदेशको सर्वाधिक पिछाडिएको रौतहट जिल्लामा र दलित जनजाति महिलाको विकासका लागि बढी बजेट विनियोजन हुनुपर्नेमा त्यो नदेखिएको उनले औलाए। देशभरि नै बेटी पढाऊ बेटी बचाऊ कार्यक्रमलाई अझ सशक्त र प्रभावकारी बनाउनु पर्नेमा व्यवस्था गरिएको डाक्टर लाभले बताए। सरकारसित साइकल रहेकाले त्यसमा बजेट नहाल्नु उपयुक्त भए पनि नीति तथा कार्यक्रममा घोषणा गरिएको छात्रलाई ल्यापटप बजेटमा समावेश नहुनु उपयुक्त नभएको उनले जनाए। अर्थ मन्त्रालय सम्बन्ध एकजना अधिकारीले विभिन्न मन्त्रालयहरूले नै बजेट सार्वजनिक हुनु 15 घण्टासम्म सूचीकृत गर्ने परिपाटीले पनि मध्य प्रदेशको बजेटमा कतिपय कमी कमजोरी देखिने गरेको बताए। संसदीय विकास कोषमा बजेट नराखे प्रदेश सभाबाट बजेट पास नहुने निश्चित रहेकाले नै निरन्तरता दिनु परेको ती अधिकारीले बताए। निर्वाचित सभासदहरूले कम्तीमा 5 करोड बजेट माग गरेको उनले खुलाए। बहुमतको सरकार भए पनि संसदीय
संसदीय कोषको सवालमा सबै एकजुट हुने गरेका छन्। उनले भने उपभोक्ता समिति बनाएर काम गराउँदा समयमा योजना सम्पन्न नभई काम हुन नसक्दा अर्को आर्थिक वर्षमा भुक्तानीको प्रक्रिया प्रदेश सभाले अगाडि बढाउने गरेको छ। बजेट मध्यम खालको भए पनि त्यसको कार्यान्वयनमा चुनौती रहेको अर्थविदहरू बताउँछन्। नमुना विद्यालय, कन्या क्याम्पस, दलित विद्यार्थीहरूको खाता खोलेर रकम जम्मा गरिने कार्यक्रमहरू अत्यन्त राम्रो रहे पनि त्यसको कार्यान्वयन पक्ष सहज नभएको उनीहरूको कथन छ। सरकारले बजेटको कार्यान्वयनका लागि समयमै रकम निकासा गर्नुपर्ने, योजनाहरूको नियमित अनुगमन र क्यालेन्डर अनुसारको कार्य प्रगतिको समीक्षामा जोड दिए उपलब्धिमूलक हुन सक्ने उनीहरूको धारणा छ। हाल देशको पूर्वी तथा मध्य भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भूभागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, गण्डकी, कर्णाली प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। गण्डकी प्रदेशका थोरै स्थानहरूमा र कर्णाली प्रदेशका 1-2 स्थानमा मेघ गर्जना र चट्याङ सहित हल्कादेखि मध्यम वर्षा नहुनुका साथै देशका बाँकी पहाडी भूभागका 1-2 स्थानमा मेघ गर्जना र चट्याङ सहित हल्का वर्षा भइरहेको छ। दिउँसो कोशी प्रदेशमा सामान्य बदली रहनुका साथै सुदूरपश्चिमी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा, कोशी प्रदेशका तराई भूभागका साथै देशका बाँकी पहाडी भूभागका थोरै स्थानहरूमा र देशका बाँकी तराई भूभागका 1-2 स्थानमा मेघ गर्जना र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश र गण्डकी प्रदेशको 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। राति भने कोशी प्रदेशमा सामान्य बदली रही देशका बाँकी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी तराई भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यता सफा रहनेछ। कोशी प्रदेशका केही स्थानहरूमा, देशका बाँकी पहाडी भूभागका थोरै स्थानहरूमा मेघ गर्जना र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको 1-2 स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। देशका मध्य तथा पश्चिमी तराई भूभागमा अत्याधिक गर्मी हुने सम्भावना यथावत देखिन्छ। कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा र देशका बाँकी तराई भूभागका 1-2 स्थानमा मेघ गर्जना र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश र गण्डकी प्रदेशको 1-2 स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ, तसर्थ अत्याधिक गर्मी, मेघ गर्जना र चट्याङ तथा वर्षाबाट हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। धनुषामा नेकपा एमालेका कार्यकर्ताले प्रहरी विरुद्ध प्रदर्शन गरेका छन्। एमाले कार्यकर्तालाई फसाउन खोजेको आरोप लगाउँदै केन्द्रीय सदस्य उमाशंकर अर्गरिया नेतृत्वमा नेता कार्यकर्ताले जनकपुर धामको भानुचोकदेखि जिल्ला प्रहरी कार्यालयसम्म प्रदर्शन गरेका हुन्। शुक्रबार दिउँसो एक समूहले धनुषाका शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख युक्त प्रसाद शर्मालाई कालो मोसो दलेको थियो। सोही घटनालाई लिएर आफ्नो कार्यकर्तामाथि कारबाही अघि बढाउने संकेत पाएर एमालेले प्रहरी विरुद्ध प्रदर्शन गरेको स्रोतको दाबी छ। धनुषाका एमाले अध्यक्ष राजकिशोर यादवले प्रहरीले एमाले कार्यकर्तामाथि वैरभाव राखेको र विभिन्न घटनामा फसाउन खोजेकाले खबरदारी गरेको बताए। एमाले जिल्ला अध्यक्ष यादवले शर्माले अनियमितता र बदमासी गरेको पनि दावी गरे। अनियमित काम बदमासी गर्दा प्रमुखलाई अज्ञात युवा समूहले कालो मोसो दले। यो घटनामा पनि एमालेका नेता कार्यकर्ता फसाउन खोजेका छन्। अन्य घटनामा पनि एमाले नेता ताकि फसाउन खोज्छन्। उनले भने यादवले धनुषाका प्रहरी प्रमुख एएसपी विश्वराज खड्का कांग्रेसको कार्यकर्ता जस्तो बनेको टिप्पणी गरे। हस्त टुडे न्यूज अहिलेको लागि यति नै। फेरि अर्को समाचार लिएर पुनः उपस्थित हुनेछौँ। हेर्दै गर्नुहोस् टिभी टुडे जनकपुर। नमस्कार।